तपाईलाई म एउटा आज ज्ञानवर्धक एउटा भिडियो देखाउँछु यहाँ। विशेष गरेर नेपाल त स्रोतै स्रोत भएको सम्पूर्ण स्रोतहरू भएको देश हो। यहाँ चाहिँ कुनै कुराको कमी छैन। यहाँ नुन उत्पादन हुँदैन नेपालमा, बाँकी कुरा सम्पूर्ण उत्पादन हुन्छ। अब हामीसँग हामीले यो लगाउने लुगाहरू केबाट बनेका हुन्छन्? बोट बिरुवा र वनस्पतिबाट, फाइबरबाट बनेका हुन्छन् हैन। हामीले चाहिँ थुप्रो फाइबरका स्रोतहरू छन् र यहाँ त्यो मध्येमा एउटा फाइबरको स्रोत भिमल भन्ने एउटा रुख हुन्छ। त्यसका हाँगाहरू यो घाँस काट्दाखेरि, झार्दाखेरि त्यसका मसिनो लामो 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 बनाउने अनि त्यसलाई पानीमा डुबाउने अनि त्यहाँबाट त्यो फाइबर निकाल्ने फाइबर निकालेर हामीले विभिन्न डोरी उत्पादन गर्नको लागि पनि प्रयोग गर्छौँ। लुगाफाटा पनि बनाउन सकिन्छ। त्यसको लागि म आज एउटा तपाईँलाई एउटा भिडियो यहाँ देखाउँदैछु। ल एउटा यो पोखरी छ। यो पोखरीमा यो स्टिकलाई भिजाएको छ करिब 1-1.5 महिना। भिमलको स्टिक हो, स्टिक्सहरू यसलाई भिजाएर यहाँ निकालिएको छ। यहाँ भिजाएर भन्दा पनि त्यहाँ डुबाएर त्यहाँ पोखरीमा अनि यो कुहिन्छ। यसको बाहिरबाट यो छाला निस्किन्छ, कुहिन्छ अनि त्यसपछि यसलाई बाहिर निकाल्यो। अब यसलाई के गर्ने त भन्दाखेरि हेर्नुहोस् है, यहाँबाट यस्तो गरेर यस्तो गर्दाखेरि फाइबर निस्किन्छ। हेर्नुहोस् यस्तो फाइबर धेरै थुप्रै यस्तो फाइबर निस्किन्छ। यो जम्मा यस्तो फाइबर निकालेर डोरी बनाउनको लागि प्रयोग गरिन्छ। यहाँ सामान्य गाउँघरतिर डोरी बनाउनको प्रयोग गरिन्छ। अनि यो अन्य कुराहरू अब लुगाफाटो बनाउने कुरा त हाम्रो यहाँ छैन त्यस्तो, हामीसँग त्यो साधन छैन। यदि साधन स्रोत हुने हो भने यस्तो प्रकृतिबाट उत्पादन हुने सम्पूर्ण यस्ता फाइबरयुक्त चिजवस्तुहरूबाट हाम्रो हामीले लगाएको लुगाहरू सबै यसैबाट बन्छन्। हामीले लगाएको लुगाहरू सबै अर्ग्यानिक हुन्। अर्ग्यानिक पदार्थ भनेको प्रकृतिमा आफै बनेको पदार्थहरू नै अर्ग्यानिक हुन्। अर्ग्यानिक पदार्थहरू हाम्रो हरियो वन नेपालको धन भन्छन्। यो हरियो वन भनेको सामान्यतया घाँस दाउराको लागि मात्रै प्रयोग भएको छ। नेपाल यत्रो स्रोतहरू रिसोर्सेसहरू धेरै हुँदाहुँदै पनि हामीले यसलाई युटिलाइज गर्न सकेका छैनौँ। यसलाई यो निकालिसके पछाडि निकालिसकेको अवस्था यो हो। यसमा छैन डोरी, सामान्यतया सबै निकालेको छ। यसलाई दियालोको रूपमा पनि प्रयोग गर्छ। आगो बाल्नको लागि खुब राम्रो बल्छ यो भिमलको हो। अनि यसमा तपाईँलाई म एकपछि यो कस्तो फाइबर निस्किन्छ त्यो पनि देखाउँछु। ल हेर्नुहोस्, यो फाइबर यस्तो निस्किन्छ। यो लामो लामो निस्किन्छ। अब यसलाई एउटा डोरीको रूपमा मात्रै सीमित पारेका छन् मानिसहरूले। अब यसलाई लुगा बनाउने, गराउने, प्रशोधन गर्ने बनाउने भने किन हुँदैन? अर्को देशमा भरै पर्नै पर्दैन। सबै आफ्नै देशमा उत्पादन हुन्छ। अब यो फाइबर त्यसको भिमलको मात्रै निस्किन्न। यहाँ अल्लो हुन्छ, जुट हुन्छ, भाङो हुन्छ, थुप्रो हुन्छ। यिनीहरूको चाहिँ फाइबर निकाल्ने हो भने जुनसुकै वस्तु हो भने यिनीहरूको पनि फाइबर निकाल्न सकिन्छ। जति जे जस्तो हाम्रो अहिले नेपालमा लुगाफाटाहरू छन्, विश्वमै भनौँ न, विशेष गरेर सबै बोट बिरुवा वनस्पतिबाटै बनेका हुन्छन्। प्रशोधन गर्न सक्ने हामीसँग छैन, तौर तरिका छैन। देश विदेशका कुरा, अरू देशका कुरा गर्छौँ। आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच पनि हामीले बनाउँदैनौँ। परनिर्भरता नै बढी हुन्छ। यसमा बढी लगानी लाग्छ, यो गर्छ त्यो गर्छ भन्ने कुराहरूमा हाम्रो बढी फोकस हुन्छ। आफ्नो उत्पादन आफैले गर्नुपर्छ भनेर चाहिँ सोच नै छैन। अब केही हामीले राम्रो पोजिटिभ रूपमा सकारात्मक तरिकाले सोच्यौँ, नयाँ र लघु उद्योगहरू उत्पादन गर्न थाल्यौँ भने हामीले परनिर्भरताबाट घटाउन सक्छौँ।